Hello guys, welcome to my mini vlogs and आज भने चाहिँ गुड फ्राइडे हो। सो फर्स्ट अफ अल ह्याप्पी गुड फ्राइडे टु अल अफ यु है। अनि मैले चाहिँ आज धेरै दिनमा भ्लग बनाइरहेको छु है, नरिसाउनुहोस् होला। एन्ड मैले गुड फ्राइडेको भ्लग पनि अलिकति ढिलो नै हालेको छु है। अनि आज चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ अहिले चाहिँ हामी यहाँनिर माथि ब्याप्टिजमको लागि माथि जाँदैछौँ होइन, निकै माथि नै रहेछ। अनि त्यही भएर हामी जाँदैछौँ होइन। अनि अरू चाहिँ पछाडि आउँदैछ अनि साथी म चाहिँ अगाडि हिँड्दै थियौँ होइन। अनि बाटो पनि धेरै लामो रहेछ नि त, अनि दिन पनि कस्तो राम्रो भइरहेको थियो। अनि अहिले भने चाहिँ फाइनली हामी पुल पनि पुगिसकेको छौँ, पुलदेखि चाहिँ अलिकति नजिकै रहेछ होइन। सो त्यही भएर अहिले चाहिँ पुल तरेर हामी जाँदैछौँ। अनि अरू चाहिँ पछि पछि आउँदै थियो होइन। अनि टाइम लाग्ने रहेछ भने हामी बिस्तारै जाँदै थियौँ। अनि यहाँनिर बिस्तारै जान्छौँ न भन्दै थियो साथीहरूले। अनि त्यही भएर अनि अहिले भने चाहिँ माथि पुगेर भ्यू देखाउँदै थिएँ, अरू चाहिँ आउनुहुँदैछ पछाडि। अहिले भने चाहिँ हामी चाहिँ कहाँ पुगेछ भन्दा चाहिँ यहाँ माथि टक्कै ब्याप्टिजम गर्ने ठाउँमा चाहिँ फाइनली हामी आइपुगिसकेको छौँ होइन। अनि सबैजना चाहिँ आइपुग्नु भएको छैन, आधी चाहिँ आउनुहुँदैछ अनि आधी आएर चाहिँ यहाँनिर भेला हुँदैछ बिस्तारी। अनि ब्याप्टिजम गर्ने भाइहरू पनि यो गर्दैछ नि त, रेडी हुँदैछ होइन। सो त्यही भएर अनि म चाहिँ यहाँनिर अर्को चर्चसँग अहिले सङ्गति गर्दैछु, किनभने चाहिँ मेरो चर्च अलिकति टाढै पर्छ। सो त्यही भएर म अर्को चर्चसँग मिलेर सङ्गति गर्दैछु है। सो अहिले भने चाहिँ ब्याप्टिजम गर्ने ठाउँ पनि हेर्न सक्नुहुन्छ होला होइन। कति गयो देखिरहेको थियो क्या पानी पनि। अनि त्यही भएर अन्त चाहिँ सबैजना आइसकेपछि सेवा सुरु हुन्छ भनेर सोचिरहेको थिएँ। अनि अहिले भने चाहिँ फाइनली सबैजना यहाँनिर चाहिँ भेला भइसकेको छ र अहिले चाहिँ सेवा सुरु पनि भइसकेको छ ब्याप्टिजमको। अनि यहाँ चाहिँ अहिले चाहिँ ब्याप्टिजम गराउनु हुँदैछ पास्टरले है। अनि यहाँनिर चाहिँ अब यस्तो किन गर्छ त्यो त क्रिस्चियन मान्छेहरूले थाहै छ होला होइन। हिन्दू मान्छेहरूले चाहिँ अब थाहा छैन भने चाहिँ म भनिदिन्छु, किनभने चाहिँ हामी यो किन डुब्छौँ भन्दाखेरि चाहिँ प्रभुमा नयाँ गरी नयाँ जीवनको लागि चाहिँ नयाँ जीवनको सुरुवात गर्नु लागि है। सो त्यही भएर ब्याप्टिजम गर्छ है। त्यहाँदेखि ब्याप्टिजम सकेपछि सबैजना गरमले पुरा साह्रो परेर चाहिँ पौडी खेल्नु थाल्यो होइन। अनि पौडी खेलेपछि चाहिँ यहाँनिर तल हामी आइसकेको थियौँ। त्यहाँदेखि तल चढिसकेर यहाँ आज गुड फ्राइडेको सेवा पनि हुँदै थियो। अनि गुड फ्राइडेको सेवाहरूमा चाहिँ हेर्नु सक्नुहुन्छ कति धेरै मान्छे थियो है। अनि यहाँनिर प्रार्थना हुँदै थियो। अनि त्यो सकेर गुड फ्राइडेको सेवा सकेर खानाकोतिर लाग्दै थियो। अनि सबैजना मिलेर खाना खायौँ होइन। अनि धेरै आज मजा पनि आइरहेको थियो सेवा सङ्गति बसेर होइन। त्यहाँदेखि हामी अहिले भने चाहिँ फाइनली हामी घर फर्क्यौँ होइन। त्यहाँदेखि घर भन्दा पनि म चाहिँ यता नाम्चीमै फर्केँ रुम होइन। अनि त्यही भएर आजको दिन चाहिँ यसरी बित्यो गाइस। नरिसाउनुहोस् होला मैले चाहिँ भ्लग एडिट गर्नु पाइनँ, किनभने चाहिँ म अलिक बिमार थिएँ, बिसन्चोले गर्दाखेरि चाहिँ मैले भ्लग एडिट गर्नु सकेको थिइनँ। सो त्यही भएर मैले ढिलो भ्लग हालेको, नरिसाउनुहोस् होला है। हेर्दै गर्नुहोस् मेरो भिडियो आज।